उनीहरूले आवाज उठाए जवाबदेहिताका लागि, सुधारका लागि र परिवर्तनका लागि। तर त्यो आवाजको मूल्य चुकाउनु पर्यो। कोही घाइते भए त कोही कहिले घर फर्केनन्। हरेक निर्वाचनपछि सत्ता फेरिन्छ, सरकार फेरिन्छ, गठबन्धन बन्छ, कार्यकाल बाँडिन्छ, तर नीति फेरिँदैन, सोच फेरिँदैन। आज त्यही देशमा हजारौँ युवाहरूले रहरले होइन बाध्यताले देश छोडेका छन्। घर छोड्दा आँसु पुस्ने आमा, मन थामेर बिदा दिने बुबा, यो कुनै प्राकृतिक विपत्ति होइन, यो हाम्रो गलत निर्णयको परिणाम हो। यसपालि मत हाल्दा केवल चिन्ह र झन्डा होइन, उम्मेदवारको नियत, इमान्दारिता र जवाबदेहिता पनि हेर्नुहोस्।